हेलो एन्ड नमस्ते गाइज एन्ड वेलकम छ फेरि पनि मेरो च्यानलमा। सो भर्खरै हिजोको एउटा न्युज छ। सो त्यो न्युज चाहिँ म तपाईँहरू सामु सेयर गर्न खोजेँ र यहाँको कोरियाको चाहिँ इन्भाइरोमेन्ट कस्तो छ र यहाँनिर चाहिँ जस्तो अब तपाईँले काम गरिरहेको ठाउँमा यदि तपाईँलाई चाहिँ साउले मन पराएन अथवा चाहिँ त्यहाँको मान्छेहरूले मन पराएन कतिसम्मको चाहिँ तपाईँलाई चाहिँ यिनीहरूले कस्तो खालको फाइन्सहरू लाउन सक्छ, यिनीहरूले चाहिँ तपाईँलाई के फल्टहरू देखाउन सक्छ भन्ने बारेमा चाहिँ म अलिकति भन्न गइरहेको छु। सो मैले पनि हिजो कोरिया अपडेटमा पनि यो आइराखेको छ। सो त्यहाँ गएर पनि तपाईँले हेर्न सक्नुहुन्छ। सो मैले चाहिँ यसो हिजो यो न्युज सुनेर तपाईँहरूलाई यो सेयर गरिदिउँ कि भनेर चाहिँ मैले यो खासमा भिडियो बनाउँदैछु। सो के भएको रहेछ भने चाहिँ एउटा दाइ चाहिँ लगभग मेबी मोर देन 2 इयर्स भइसकेको छ एउटै कम्पनीमा। त्यो दाइले चाहिँ बुङ्गुर फार्ममा काम गरिराख्नु भएको थियो र बुङ्गुर फार्ममा काम गर्दा गर्दै चाहिँ अब गर्मी महिना लाग्यो नि त यहाँ होइन। अनि गर्मी महिना लागिसकेपछि त्यो दाइले चाहिँ काम चेन्ज गर्नलाई चाहिँ सोच्नु भएछ र काम चेन्ज गर्ने सोच्दाखेरि चाहिँ उहाँले चाहिँ के गर्नुभयो भने आफ्नो साउलाई चाहिँ लाइक लेटर यहाँ चाहिँ लेटर लिनुपर्छ क्या। जस्तो अब तपाईँ कम्पनीमा काम गरिराख्नु भएको छ र त्यो कम्पनीबाट अर्को कम्पनीमा चेन्ज गर्नलाई पनि तपाईँले साउको लेटर लिनुपर्ने हुन्छ। र त्यो चाहिँले चाहिँ अब साउको लेटर माग्न जाँदाखेरि चाहिँ त्यो साउले चाहिँ अब के गरेछ भने नि होइन, तपाईँहरूले लाइक सोच्न पनि सक्नुहुन्न क्या। लाइक हुन्छ नि त्यत्रो लाइक मेहनत गरेको छ, त्यत्रो वर्षौँदेखि काम गरेको छ होइन त्यो ठाउँमा, त्यही पनि लास्टमा चाहिँ कोरियनले अब मतलब भनौँ न होइन, सबै त त्यस्तो हुँदैन बट लाइक हुन्छ नि मान्छेको अब दिमाग होइन, मान्छेको सोच कहाँसम्म चाहिँ हुन्छ भन्ने कुरा चाहिँ यहाँबाट तपाईँले बुझ्न सक्नुहुन्छ। त्यसले चाहिँ 1 करोड लगभग 1 करोड हाराहारी नेपालीको चाहिँ फाइन हालिदिएको छ, मुद्दा हालिदिएको छ त्यो मान्छेलाई, त्यो दाइलाई होइन। अनि त्यही भएर चाहिँ यो कसरी भयो भन्दाखेरि चाहिँ म तपाईँलाई चाहिँ अलिक विस्तारमा यो यसको बारेमा बुझाइदिँदैछु। सो फर्स्ट अफ अल त त्यो दाइ चाहिँ लाइक त्यही कम्पनीमा काम गरिराख्नु भयो र उहाँले चाहिँ के गर्नुभयो भने अब जस्तो यो भर्खरै मात्रै जाडो गइसकेको छ होइन। सो त्यो जाडोमा चाहिँ उहाँले चाहिँ जाडोको बेलामा अलिकति वहीँ कम्पनीकै छेउमा बुङ्गुर फार्ममा उहाँले चाहिँ आगो बाल्नु भयो त्यो छेउतिर। र छेउतिर आगो बाल्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ थोरै पाइपहरू जलेको भन्ने कुरा चाहिँ अहिले चाहिँ साउले गुनासो गरिदिएको छ। र त्यो बेला नै साउलाई भन्दाखेरि चाहिँ ठिक छ केही छैन यो म मिलाउँछु यताउति भनेर चाहिँ साउले केही पनि भनेको थिएन अरे भन्ने कुरा आएको छ उहाँको स्टेटमेन्ट अनुसार होइन। अनि त्यस पछाडि चाहिँ अहिले यो मुद्दा लाइक उहाँले चाहिँ अब जस्तो उहाँको साउले चाहिँ अहिले यो मुद्दालाई चाहिँ फेरि निकाल्यो क्या। लाइक हेर्नु न अब मान्छेको न्यु नपाएर मान्छेले कहाँबाट कहाँ कुरा घुमाएर अहिले आएर अहिले चाहिँ यही न्युमा चाहिँ लेटर दिन मानेन उहाँको साउले भन्ने कुरा आयो र वहीँ त्यही लेटर नदिनेको कारणले गर्दाखेरि चाहिँ यो यतिसम्म कुरा हुन पुग्यो, यो इन्सिडेन्ट हुन पुग्यो। र अहिले चाहिँ नेपाली लगभग 1 करोड हाराहारीमा चाहिँ उहाँलाई फाइन तिर्नुपर्छ तैँले भनेर चाहिँ त्यस्तो कुराहरू चाहिँ आइरहेको छ। सो यसको लागि चाहिँ अब विभिन्न यहाँको अब कम्युनिटीहरू छ, हाम्रो नेपाली समाजहरू पनि छ, उहाँहरूले पनि यसको बारेमा चाहिँ अझै बुझिराख्नु भएको छ। सो यस्तै कुराहरू छ कोरियामा चाहिँ एकदमै बुझेर सम्झेर काम गर्नु होला होइन। अब काम पनि पाएको छैन अहिले अब धेरै जसोको कुराहरू कन्डिसनहरूमा होइन। सो कामहरू नपाउँदैमा आत्तेर अब त्यो हुन्छ नि लाइक गर्मी लाग्यो अब म चेन्ज गरिहाल्छु भनेर त्यसरी चाहिँ नगर्नु होला, सकेसम्म होइन स्टेबल भएर एकै ठाउँमा काम गर्नु होला, टिकेर काम गर्नु होला भन्न चाहन्छु। र यस्तो घटनाहरू चाहिँ बारम्बार नदोहोरियोस् भनेर चाहिँ तपाईँहरू स्टे सेफ होइन र अलर्ट भएर बस्नु होला। कस्तो साउकोमा काम गर्दैछु के छ होइन, त्यसले पछि गएर मलाई लाइक कतिसम्मको चाहिँ गर्न सक्छ भन्ने कुरा हो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब छिनछिनमै उनीहरूको लाइक अब रिसाइदिने होइन त्यस्तो खालको लाइक सर्टेन उनीहरूको छुट्टै खालको बिहेभियर छ। आज हाम्रो नेपालीको अर्कै लाइक बिहेभियर, हामी अर्कै वातावरणमा हुर्केको हुन्छौँ। सो यो कुराहरू चाहिँ बुझेर सराउन्डिङलाई बुझेर राम्रोसँग बुझेर काम गर्नु होला। अलिकति बोल्दाखेरि चाहिँ यहाँनिर चाहिँ अब रिसमा आएर अब अलिकति जोसमा आएर अलिकति चाहिँ हुन्छ नि त्यस्तरी चाहिँ नगर्नु होला। र त्यस्तरी भइहालेमा पनि यहाँनिर चाहिँ अलिकति सतर्क भएर नि काम गर्नुपर्ने हुन्छ तपाईँहरूले। सो त्यही नै हो गाइज आजको भिडियोमा यति नै। त काम पाएन भन्दैमा टेन्सन लिएर डिप्रेसनमा गएर त्यस्तो गरेर चाहिँ केही पनि हुनेवाला छैन। तपाईँको जिन्दगी धेरै नै लामो छ। तपाईँले यहाँ कोरियामा गर्न नसके नि अरू कन्ट्रीमा गएर गर्न सक्नुहुन्छ, आफ्नै देशमा गएर गर्न सक्नुहुन्छ। सो त्यस्तरी चाहिँ अब काम पाएन अब मलाई यस्तो भयो उस्तो भयो भनेर चाहिँ तनाव चाहिँ कहिले पनि नलिनु होला। हस्त धन्यवाद फर यर टाइम। See you in next video.